है साथीहरु हामी चाहिँ सुनसरी झरना चाहिँ जाँदैछौँ। अन द वे हामी बाटोमा छौँ। हेर्न सक्नुहुन्छ आम्माम कस्तो दामी ठाउँ चाहिँ हेर्नुहोस्। यता पनि पहाड उता पनि पहाड है। माथिबाट यस्तो दामी बादल, मुनिबाट यो ग्राभल बाटो। पहिला अलि सानो थियो बाटो, राम्रो बनाएर है। यसलाई चाहिँ अब पिच गर्यो भने धेरै राम्रो हुन्छ। मात्र पिच गर्न बाँकी रहेछ, बाँकी त सब ठिक रहेछ। हामी जाँदैछौँ, 4 बज्नु आँट्यो। अब हामी चाहिँ लगभग 15-20 मिनट आधा घन्टामा चाहिँ पुग्छौँ माथि। माथि पुगेर सुनसरी झरनाको दृश्य म तपाईँलाई देखाउँछु। हाम्रो गोलपानी ठाउँ चाहिँ यस्तो दामी ठाउँ चाहिँ हेर्नुहोस्। हाम्रो ड्राइभ चाहिँ हाम्रो विजय सरले गरिराख्नु भएको छ। बबाल ठाउँ। थबाङ जाने बाटो पनि यही हो साथीहरू। जुन थबाङ भनेपछि तपाईँहरूले चाहिँ नचिन्ने नसुन्ने चाहिँ कोही छैन होला, आउनु भएको छैन होला, तर सुन्नु भएको छ। रोल्पा जिल्लाको थबाङ गाउँ भनेपछि एक खालको ऐतिहासिक गाउँ पनि हो। त्यो बाटो अहिले धेरै राम्रो भएको रहेछ। आजभन्दा 18-20 वर्ष अगाडि, 20 वर्ष अगाडि म एकचोटि थबाङ गएको थिएँ। त्यति बेला यही बाटो हिँडेर गएको, यस्तो थिएन। अहिले धेरै राम्रो रहेछ। एकदमै यहाँनिर कति सानो थियो, अहिले यस्तो छ बाटो। हेर्नुहोस्, अवस्था एकदम गम्भीर रहेछ। सानो यो पहाडहरू पऱ्यो भने चाहिँ हुन्छ होला। पारि पहाड छ, यस्तो पहाडमा चाहिँ अलिकति गाह्रो बाटो गर्नलाई। बाँकी ठाउँमा चाहिँ राम्रो रहेछ। यस्तो छ हेर्नुहोस्। तपाईँ पनि घुम्न आउनुपर्ने, एकचोटि घुम्न आउनुपर्ने ठाउँ चाहिँ है साथीहरू। रोल्पा जिल्लाको विभिन्न ठाउँ। जलजला जाने बाटो पनि यही हो। जलजला पनि तपाईँहरूको यही बाटो हुँदै जान्छ। माथि एक खालको छुट्टिने ठाउँ छ होला, त्यहाँबाट चाहिँ जलजला छुट्टै, थबाङ छुट्टै है। म चाहिँ बाइकमा बसिरहेको भएको कारणले मेरो आवाज अलि भइरहेछ। हामी तुफान कुदिरहेछौँ। हाम्रो विजय सरले ड्राइभ गरिराख्नु भएको छ। बाँकी दृश्य चाहिँ तपाईँले म उता सुनसरी झरना पुगेर चाहिँ देखाउँछु है त। यस्तो बबाल ठाउँ, यस्तो राम्रो ठाउँ। एकचोटि तपाईँहरू पनि घुम्न आउनुहोस् हाम्रो रोल्पा जिल्लामा। रोल्पा जिल्लामा घुम्न आउनुहोस् एकचोटि। यस्तो बबाल ठाउँ चाहिँ हेर्नुहोस्। हामी चाहिँ सुनसरी झरना जाँदैछौँ। सुनसरी झरना। थबाङ जाने बाटो पनि यही हो, जलजला जाने बाटो पनि यही हो। बाटो त धेरै राम्रो छ। पिच गर्ने तर्फमा रहेछ। पिच गऱ्यो भने चाहिँ दामी हुन्छ, देख्न सक्नुहुन्छ। बबाल चाहिँ दामी छ चाहिँ। अब हामी लगभग आधा घन्टामा चाहिँ सुनसरी झरना पुग्छौँ। अहिले चाहिँ 4 बज्न आँट्यो। बाँकीको दृश्य चाहिँ म तपाईँलाई माथि गएर देखाउँछु है त। म चाहिँ झरना जाँदैछु पारि। नजिकै छ सुनसरी झरना। बाटो हेर्नु नै देख्न सक्नुहुन्छ। यस्तो छ, यस्तो दामी ठाउँ लाग्यो मलाई। हेर्नु त बबाल छ हेर्नुहोस्, दामी लाग्यो मलाई। पारि सुनसरी झरना। सुनसरी झरना पारि नजिकै आउँदैछ, नजिकै आइपुग्यौँ हामी। लगभग करिब नजिकै आइपुग्यौँ हामी। ल है साथीहरू, हामी सुनसरी झरना जाँदैछौँ। हेर्नु त यसरी बाटो हो। झरना त्यहाँनिर छ, त्यहाँनिर छ, तल पुरा हालेको रहेछ। कोदोको खेती हेर्नुहोस् त, यस्तो बबाल छ। हेर्नु त ठाउँ त कुरै छाड्नुहोस्, यस्तो बबाल छ नि। सबै गएर आइसक्नु भयो। हामी लास्ट होला सायद जहाँसम्म लाग्छ। यहाँनिर बसेको हाम्रो जेनजी पुस्ता हो कि यहाँनिर बस्नु भएको छ है। फुल हो कि के हो यो? आम्मा हजारीको फुल। हाम्रोतिर अलिक ठुल्ठुलो थुङ्गा हुन्छ, यहाँनिर त सानो सानो। हेर्नु त अर्ग्यानिक चिज। यत्तिकै उम्रेको, यो लगाएको होइन नि फेरि, यो खासमा यत्तिकै उम्रेको। बाटो यस्तो छ, समयको कारणले हामी अलि छिटो
भाग्दैछौँ, दौडिँदैछौँ। आज धेरै आउनु बारे छ। जेएनजी समूहहरू पुरै घुमेर आइसक्नुभयो। हामी जाँदैछौँ, हामी पुगिन्छ नि। होइन त्यहाँ जाँदासम्म चाहिँ रात नपरोस्। ए त्यो भए त भइहाल्यो। तपाईँ त्यहाँ गएर आउनु भएको हो सबैजना? राम्रो लाग्यो। गाउँ उतै पारियो कि के हो तपाईँहरूको? ए घुम्न जानु भएको? ल सबैजना घुम्न आउने चहल पहल एकदम राम्रो छ। यो ठाउँलाई चाहिँ अलिकति धेरै पब्लिसिटी गर्नुपर्ने जस्तो मलाई लागिरहेछ। यो ओजेलमा परे भएको कारणले। हेर्नुहोस् त अनि स्वर्ग यही त हो नि। कहाँ तपाईँ अस्ट्रेलिया भन्नुहुन्छ, युके, लन्डन, कता कता घुमेर आउनुभयो? भिडियो चाहिँ भइरहेछ हो। हाम्रो विजय सरले चाहिँ गीत गाइराख्नु भएको छ। हामी यसरी जाँदैछौँ, हेर्नुहोस् बवाल हेर्नुहोस्। यो हो नि त नि, यो हो तरिका। धन्यवाद। यसरी गर्दैछौँ हामी, जाँदैछौँ। हजारीको यत्तिकै भर्खर तिहार सक्यो है। तिहार सकेको एक दुई दिन भयो। एक दिन अझैसम्म छ भनौँ न। आजसम्म एक दिन भर्खर त भइसकेको। यो चाहिँ बस्ने बनाएको होला। हेर्नु न यस्तो दामी। तल पुल छ तल। त्यहाँबाट चाहिँ हामी पारी जाने हो। हिँडाइ एकदम तान्त गम्भीर रूपमा चलिरहेछ। समय एकदम साँझ हुँदैछ। तपाईँको 5 बज्नु आँट्यो। अनि त्यहाँ पुगेर फर्किला बेलासम्म चाहिँ रात नै पर्छ आज। अहिले पारीको दृश्य त्यही नजिक गएर म तपाईँलाई फेरि देखाउनु छु। अहिलेलाई छुटौँ। धन्यवाद। ल साथीहरू, हामी फाइनल्ली सुनचरीको नजिकै पुग्दैछौँ। यस्तो बाटोमा हामी झर्दैछौँ। हेर्नु त यो बाटो, यस्तो बाटो छ। यी कोदो हेर्नु त, कोदोको बारी। कोदोहरू यस्तो दामी अर्ग्यानिक चिज त यो हो क्या। हेर्नुहोस् पारी ठाउँहरू। यसरी झर्दैछु। झरना ऊ त्यहाँनिर छ। लगभग हामी नजिक आइपुग्यो। बुझ्दै हुनुहुन्छ नि। तपाईँहरू एकचोटि आउनुपर्ने देखेँ मैले। फाइनली गाइजहरू हामी सुनसरी झरनामा आइपुग्यौँ। हेर्नु देख्न सक्नुहुन्छ। यस्तो दामी बब्बाल के हेर्नुहोस्, बवाल। यहाँनिर यस्तो हामीलाई अन्तिम बिन्दु यहाँनिर रहेछ। यहाँबाट हिँडेर जानुपर्ने तल यसो पानी खानलाई चाहिँ। यहाँबाट यस्तो बनाएको रहेछ। पारि बोर्ड छ सुनसरी झरना भनेर होइन। सुनसरी झरना भने हार्दिक धन्यवाद भने जस्तो छ। ए यहाँ यस्तो बस्ने ठाउँ बनाएको छ। यहाँ एउटा पसल होला जहाँसम्म लाग्छ मलाई। यस्तो छ हेर्नुहोस् है। एकचोटि आउनुहोस् तपाईँहरू। म भन्छु एकचोटि तपाईँहरू आउनुपर्ने भयो। ल है साथीहरू, फाइनल्ली म चाहिँ आफ्नै गिरे जिल्ला रोल्पा जिल्लाको अवस्थित यो चाहिँ सुनसरी झरनामा आइपुगेँ। देख्न सक्नुहुन्छ। फाइनल्ली चाहिँ यहीँनिरसम्म छ है अन्तिम बिन्दु भनेको। यहाँनिर एउटा पसल होला। यो अहिले त बन्द भइसक्यो। हामी अहिले कति बज्यो तपाईँको चाहिँ 5:30 भनेपछि ढिलै भयो हामी आउँदा। धेरै हिँड्नुपर्ने छ। फाइनल्ली उमा झरनामा आइपुगेँ म चाहिँ पूर्वतिरको साथीहरूले पनि के अनुरोध गर्न चाहन्छु भनेपछि आउनुहोस् कि एकचोटि होइन। तपाईँहरू नि आउनुहोस्। पश्चिमतिर घुम्नुहोस्, हाम्रो रोल्पा जिल्लामा घुम्नुहोस्, जलजला जानुहोस्, सुनसरी झरनामा आउनुहोस्। हामी त अहिले अलिकति हतार भएर त्यत्तिकै खासै त्यस्तो भनौँ न एउटा खालको प्लानिङ अनुसार चाहिँ आउन पाइएन। नत्र भने तपाईँको क्यामेराहरू ड्रोनहरू ल्याएर खालको गऱ्यो भने चाहिँ धेरै राम्रो हुन्छ। एकदमै यो मतलब भनौँ न यो ओजेलमा जस्तो छ यो ठाउँ, यो झरना चाहिँ। तर हामी चाहिँ फाइनल्ली 5:30 छौँ अहिले। अब त्यहाँ पुग्दा 6 बज्छ होला। तल पुगेर पानी खाने एउटा खालको छ। हेर्दै गएमा सी यू गाइज।